एक प्रवासीको दृष्टिमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र, जनचाहना र 2/3 उन्मुख सरकारको मार्गचित्र। फागुन 21 को निर्वाचनपछिको परिणामले नेपाली राजनीतिमा एउटा नयाँ र शक्तिशाली परकम्प ल्याएको छ। निर्वाचनको नतिजा 2/3 को बहुमततर्फ उन्मुख भइरहँदा एकातिर स्थिरताको आशा पलाएको छ भने अर्कोतिर जनअपेक्षाको भारी झन गहकिलो भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो वाचापत्रमा अघि सारेका मुद्दाहरू अब केवल चुनावी नारामा मात्र सीमित रहने सुविधा छैन। विशेष गरी प्रवासमा रहेका लाखौं नेपालीहरू जो खाडीको तातो बालुवादेखि युरोप अमेरिकाका सडकहरूसम्म पसिना बगाइरहेका छन्, उनीहरूका लागि यो नतिजा एउटा निर्णायक मोड हो। नेपालको राजनीतिक इतिहासमा विरलै प्राप्त हुने यस्तो बलियो जनमतले अब कुन दिशा समात्छ र यसले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको भावनालाई कसरी सम्बोधन गर्छ भन्ने विषय नै आजको मुख्य बहसको केन्द्र हो। प्रवासको जीवनबाट हेर्दा नेपालको राजनीति सधैँ अस्थिरता र स्वार्थको खेल जस्तो मात्र देखिन्थ्यो, तर यसपटकको नतिजाले एउटा बलियो सरकार गठनको ढोका खोलेको छ। 2/3 को नजिक पुग्नु भनेको केवल सत्ता प्राप्त गर्नु मात्र होइन, बरु संविधानका जटिलताहरू सुधार्ने, राष्ट्रियतामाथि हुने प्रहारहरूको सामना गर्ने र देशलाई आर्थिक समृद्धिको मार्गमा दौडाउने ऐतिहासिक अवसर हो। रासोपाको वाचापत्रमा उल्लेख भए बमोजिम भ्रष्टाचार मुक्त प्रशासन र सुशासनको अवधारणालाई अब कसैले रोक्न सक्ने बहाना बाँकी छैन। प्रवासी नेपालीहरू चाहन्छन् कि अब बन्ने सरकारले विदेशमा रहेका नेपालीहरूको सिप र पुँजीलाई स्वदेश फिर्ता ल्याउनका लागि सुरक्षित र झन्झटमुक्त लगानीको वातावरण निर्माण गरोस्। जबसम्म एउटा नेपालीले विदेशमा सिकेको प्रविधि र आर्जन गरेको सानो पुँजी आफ्नै गाउँघरमा लगानी गर्दा राजनीतिक दबाव वा प्रशासनिक अवरोध भोग्नुपर्छ, तबसम्म 2/3 को सरकार हुनु र नहुनुमा कुनै तात्विक भिन्नता रहँदैन। आर्थिक दृष्टिकोणबाट हेर्दा नेपालको वर्तमान अवस्था निकै चुनौतीपूर्ण छ। व्यापार घाटा चुलिदो छ र युवा शक्ति पलायन हुने क्रम रोकिएको छैन। यस्तो अवस्थामा 2/3 को समर्थन प्राप्त सरकारले आर्थिक आपतकाल सरहको गतिमा काम गर्नुपर्छ। स्वरोजगारको अवधारणालाई केवल कागजी योजनामा मात्र सीमित नराखी गाउँ-गाउँमा साना तथा मझौला उद्योगहरूको सञ्जाल फैलाउनुपर्छ। रासोपाले वाचा गरेझै कृषिमा आधुनिकीकरण र पर्यटनको विविधीकरण नै हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो। प्रवासमा रहेका नेपालीहरूले पठाएको रेमिटान्सलाई उपभोगमा मात्र खर्च नगरी त्यसलाई राष्ट्रिय गौरवका आयोजनाहरूमा शेयरको रूपमा लगानी गर्ने वातावरण सरकारले मिलाउनुपर्छ। यदि सरकारले विश्वासिलो वातावरण बनाउन सक्यो भने खर्बौंको रेमिटान्सले नेपाललाई कुनै पनि वैदेशिक ऋण बिना नै विकासको नयाँ उचाइमा पुर्याउन सक्छ। स्वरोजगार भनेको केवल अनुदान बाँड्नु होइन, बरु बजारको सुनिश्चितता र प्रविधिमा पहुँच पुर्याउनु हो। एउटा विदेशबाट फर्केको युवाले आफ्नै माटोमा पसिना बगाउँदा उसले राज्यको उपस्थिति महसुस गर्न पाउनुपर्छ। कूटनीतिक सम्बन्धको सवालमा नेपाल अब एउटा नयाँ युगमा प्रवेश गर्नुपर्छ। 2/3 को स्थिर सरकारले छिमेकी राष्ट्रहरू र विश्व शक्तिहरूसँग कन्फिडेन्ट कूटनीति अपनाउन सक्छ। हामी कसैको पक्षमा नलागी केवल नेपालको राष्ट्रिय हितलाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ। राष्ट्रियतामाथि हुने प्रहारहरू, चाहे ती सीमा अतिक्रमण हुन् वा आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप, तिनको सामना गर्न एउटा बलियो राजनीतिक नेतृत्वको आवश्यकता थियो, जुन अहिलेको जनमतले दिएको छ। कूटनीति केवल सरकारी भ्रमणमा मात्र सीमित हुनु हुँदैन। श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउँदै प्रवासमा रहेका नेपालीहरूको सुरक्षा, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु यो सरकारको पहिलो कूटनीतिक सफलता हुनेछ। विदेशमा रहेका नेपाली दूतावासहरूलाई केवल राहदानी नवीकरण गर्ने अड्डा मात्र नबनाई ती ठाउँहरूलाई नेपाली उत्पादनको प्रवर्धन गर्ने र नेपाली श्रमिकको समस्या सुन्ने गुनासो व्यवस्थापन केन्द्रको रूपमा रूपान्तरण गर्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो सरकारले प्रणालीमा सुधार ल्याउनुपर्छ। जनताले व्यवस्थाप्रति प्रश्न उठाउनुको मुख्य कारण यसको खर्चिलोपन र कार्यक्षमतामा देखिएको ह्रास हो। रासोपाको वाचापत्रले परिकल्पना गरेको थोरै र छरितो सरकारको अवधारणालाई 2/3 को बलमा कार्यान्वयन गर्न सकिन्छ। शक्ति पृथकीकरणको सिद्धान्तलाई सम्मान गर्दै न्यायालय र संवैधानिक निकायहरूलाई दलीय प्रभावबाट मुक्त राख्नु नै गणतन्त्रलाई बलियो बनाउने एक मात्र उपाय हो। निर्वाचन प्रणालीमा सुधार गरी विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिने कुरा अब भाषणमा मात्र सीमित हुनु हुँदैन। जब एउटा प्रवासी नेपालीले आफ्नो देशको भाग्य विधाता छान्ने प्रक्रियामा मोबाइलको एक क्लिक वा दूतावासको एक भोटबाट सहभागी हुन पाउँछ, तब मात्र उसले आफूलाई यो देशको वास्तविक नागरिक महसुस गर्नेछ।
राष्ट्रियताको कुरा गर्दा यो केवल भूगोलको रक्षा मात्र होइन, बरु नागरिकको स्वाभिमानको रक्षा पनि हो। जबसम्म नेपाली युवाहरू विदेशमा सस्तो श्रम बेच्न बाध्य हुन्छन्, तबसम्म हाम्रो राष्ट्रियता बलियो हुन सक्दैन। आत्मनिर्भर अर्थतन्त्र नै बलियो राष्ट्रियताको आधार हो। 2/3 सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र विलासी वस्तुको आयात घटाउने ठोस नीति ल्याउनुपर्छ। डिजिटल क्रान्ति र सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्न सक्ने प्रशस्त सम्भावना छ। राष्ट्रपाले अघि सारेको डिजिटल नेपालको भिजनलाई व्यवहारमा उतार्न सकेमा हजारौं सफ्टवेयर इन्जिनियर र आईटी विज्ञहरू स्वदेशमै बसेर विश्व बजारमा काम गर्न सक्छन्, जसले गर्दा बौद्धिक पलायन रोकिनेछ। प्रवासको जीवन सधैँ एउटा पीडादायी सम्झौता जस्तो हुन्छ। आफ्ना परिवार, चाडबाड र माटोलाई छोडेर पराईको देशमा काम गर्नु रहर होइन, बाध्यता हो। फागुन 21 पछिको यो नतिजाले त्यो बाध्यतालाई अन्त्य गर्ने आशा जगाएको छ। अब बन्ने सरकारले केवल मन्त्री र मन्त्रालयको संख्या होइन, बरु डेलिभरीको गुणस्तर हेर्नुपर्छ। जनताले यो पटक निकै ठूलो जोखिम मोकेर नयाँ शक्ति र स्थिरतातर्फ मतदान गरेका छन्। यदि यो सरकारले पनि पुरानै ढर्रामा काम गर्ने हो र वाचापत्रका बुदाहरू दराजको कुनामा थन्किने हो भने जनताको आक्रोश यसपटक अझ भयानक हुनेछ। त्यसैले यो 2/3 शक्तिलाई अहङ्कारमा होइन, बरु जनताको सेवा र राष्ट्र निर्माणको सङ्कल्पमा बदल्नुपर्छ। अन्त्यमा नेपाललाई विकसित देशको सूचीमा पुर्याउन अब धेरै कुर्नु पर्दैन, यदि नेतृत्वमा इमानदारिता र नीतिमा स्पष्टता हुने हो भने। राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्वले सत्ताको समीकरणमा अल्झिनुभन्दा पनि जनचाहना र प्रवासमा रहेका नेपालीहरूको भावनालाई कदर गर्दै अगाडि बढ्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै, कूटनीतिक सन्तुलन कायम राख्दै र आर्थिक समृद्धिको ढोका खोल्दै एउटा यस्तो नेपाल निर्माण गरौँ जहाँ फर्कन चाहने कुनै पनि नेपालीले म त्यहाँ गएर के गरौँ भनेर सोच्नु नपरोस्। यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्नु नै फागुन 21 को जनमतको वास्तविक सम्मान हुनेछ।